हामीले घर निर्माण गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने पक्षहरू त एकदमै धेरै हुन्छन्। तर तपाईँले घर निर्माण चाहिँ कसैलाई अरूलाई गर्न दिँदै हुनुहुन्छ यदि भने चाहिँ कस्ता-कस्ता कुराहरू चाहिँ तपाईँले ख्याल गर्नुपर्छ, ध्यान दिनुपर्छ भन्ने कुरामा चाहिँ कुराकानी गरौँ। यसमा मुख्य भनेको 5 वटा कुराहरू हुन्छन् हैन? मैले यसलाई समरी गरेर इम्पोर्टेन्ट कुराहरूलाई मात्रै राखेको छु। यसमा चाहिँ पहिलो कुरा चाहिँ हामीले कन्ट्र्याक्ट गर्दाखेरि राख्नुपर्ने कुरा भनेको चाहिँ बिओक्यू हो हैन? बिओक्यू भनेको चाहिँ कस्तो हुन्छ भने तपाईँको घर बन्दाखेरि मात्रा कति छ त, त्यहाँ इँटाको लाउने कति छ हैन, डन्डी कति हजार केजी लाग्छदेखि लिएर सबै कुरा सबैको चाहिँ डिटेल एस्टिमेसन गरिएको हुन्छ, बिल अफ क्वान्टिटी निकालिएको हुन्छ हैन। यो चाहिँ तपाईँले गराउनु पर्यो है। यो गर्दाखेरि चाहिँ कति खर्च लाग्छ टोटलमा र कति क्वान्टिटीको काम गराउँदै हुनुहुन्छ र कति खर्च लाग्न जान्छ भन्ने डिटेल चाहिँ यसबाट तपाईँले थाहा पाउन सक्नुहुन्छ। अर्को भनेको सामग्रीको विवरण, मटेरियल स्पेसिफिकेसन। अब स्पेसिफिकेसन भनेको कस्तो भने सिमेन्ट त प्रयोग गर्ने, तर सिमेन्टमा पनि कुन सिमेन्ट चाहिँ प्रयोग गर्ने त भन्ने कुरा भयो भने यो एउटाको एउटा नै रेट हुन जान्छ है। अनि तपाईँले कुन खालको राम्रो छ, बेटर मार्केटमा कुन बेटर छ त्यो पनि तपाईँले चाहिँ छान्न सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि मटेरियल स्पेसिफिकेसन भनेको पनि एकदमै इम्पोर्टेन्ट कुरा हो है। यसमा सिमेन्टको जस्तै अब तपाईँको डन्डी भयो, डन्डीमा कुन चाहिँ डन्डी हाल्ने, मार्केटमा त धेरै थरीको डन्डी पाइन्छ, कुन खालको डन्डी चाहिँ प्रयोग गर्ने, इँटाको रङकोदेखि लिएर सबैको जति पनि मटेरियल प्रयोग हुन्छ त्यो सबैको चाहिँ डिटेलमा तपाईँले चाहिँ कुन प्रयोग गर्ने त्यसको चाहिँ तपाईँले सर्टलिस्ट गर्नु पर्यो है। अनि त्यो कुरा पनि बिओक्यूमा चाहिँ यो कुरा पनि तपाईँले चाहिँ एग्रिमेन्टमा चाहिँ राख्नुपर्ने हुन्छ। त्यसै गरी अर्को भनेको नक्सा। हामीले घर बनाउँदा नक्सा त अलरेडी बनाइन्छ, कुन नक्साको आधारमा चाहिँ हामीले काम गर्दैछौँ भन्ने कुरा पनि हामीले चाहिँ यो कन्ट्र्याक्ट गर्दाखेरि नक्सा पनि अट्याच चाहिँ गर्नुपर्छ। अर्को भनेको भुक्तानीको तालिका। घर बनाउँदाखेरि पेमेन्ट कसरी गर्नुहुन्छ, अब कति पर्सेन्ट वाइजले गर्ने अथवा कति काम भइसकेपछि कति भुक्तानी गर्ने भन्ने खालको चाहिँ एउटा राम्रो खालको प्रपर चाहिँ दुई पक्षलाई नै हुने खालको चाहिँ एउटा भुक्तानीको तालिका पनि हामीले चाहिँ बनाउनुपर्छ हैन। जस्तै 10% काम सकेपछि 10% भुक्तानी गर्ने हो या चाहिँ अलिकति एडभान्समा गर्दै जाने हो, कसरी गर्ने त्यो कुरा पनि हामीले चाहिँ प्रष्ट हुनुपर्छ। र अर्को भनेको वारेन्टीका कुरा। घर बनिसके पछाडि पनि केही समस्याहरू चाहिँ देखिन सक्छन् है। अब काम गर्दाखेरिको दौरानमा समस्याहरू आउन सक्छन्। समस्या नै आउन नदिनको लागि पनि पहिला प्रिकसनहरू चाहिँ अपनाइएको हुन्छ, साइट सुपरभिजनदेखि लिएर सबै कुराहरू चाहिँ गरिएको हुन्छ, मटेरियल सिलेक्सनदेखि लिएर गरिएको हुन्छ। तर पनि अब तपाईँको प्राकृतिक कारणले गर्दाखेरि, मौसमको कारणले गर्दाखेरि हैन पनि समस्याहरू चाहिँ आउन सक्छन्। केही सानोतिनो केही समस्या आइहाल्यो भने त्यसको चाहिँ वारेन्टी कति हुन्छ, कति समयसम्म चाहिँ निर्माणकर्ताले चाहिँ हेरिदिनु पर्ने भन्ने खालको चाहिँ वारेन्टीको क्लजहरू पनि केही चाहिँ राखेर गर्नुभयो भने तपाईँलाई घर बनाउँदाखेरि केही पनि खासै समस्या आउँदैन है त।